हेलो। हुक्का खाँदै लट्ठी टेक्ने बुवाहरू, मल बोक्दै ताउ काट्ने आमाहरू, यति लामा कपाल पालेका, पैन्टको पछाडिको खल्तीमा खाली वर्षा हालेका, काहीँ काम नलाग्ने लफाङ्गा भाइहरू, 12 वर्ष नपुग्दै लभ म्यारेज गरी 13 वर्ष नपुग्दै बच्चा जन्माउने बहिनीहरू सबैजनालाई म धर्मचन्द्र एडिकको तर्फबाट नमस्कार। खासै हुन त केही नभन्ने मान्छे हुँ म, तर आज केही कुरा भन्न मन लाग्छ मनैदेखि। किनभने बिग्रिएर या भत्किएर हुन लागेको 2084 को चुनाव 82 मा हुन लाहा नेपालमा भनौँ। विशेष गरी यो किन र कसरी चुनाव लाहा, सबैलाई लाहा चुनाव, विशेष गरी नेताहरूलाई भन्नु पर्यो। र समग्र देशको विषयमा कुरा गर्दाखेरि त अब के कुरा गर्ने हो र। थर्ड लेभलको नेताहरूले देश चलाउन खोजिरहन्, थर्ड लेभल र थर्ड स्टुडेन्टहरूले चलाउन खोजेर बिग्रियो देश। मुख्य कुरो चुनाव लागेपछि भोट त ठोक्नै पर्यो, भोट त ठोक्नु पर्यो। अब देशको कुरा त छोडिदिउँ, हाम्रो जुम्लाकै कुरा गरौँ, अब समग्र रूपमा देशकै कुरा गरौँ। कतिपयले भन्छन् मैले यो बनाएँ, मैले ऊ बनाएँ, अर्को बनाएँ। को माइकी लालले के बनाएछ ल? एउटा सामान्य टोयलेट बनाउन सके छैन, कसले बनाए? 5 रुपियाँ गोजीबाट हालेर सहयोग गरेर कोही मुलाहरूले केही बनाएको छैन। सरकारबाट आउने बजेटबाट सामान्य काम गरेर, काम गर्ने होइन पहल गरेर, मैले पहल गरेको भन्नुहोस् न, हामी जनतालाई खुसी लाग्छ हो। पहल गरेको भनिदिनुहोस् के, सर्टकट भाषामा हामीले पहल यो गऱ्यौँ, हामीले पहल यो गऱ्यौँ भनेर भन्नुहोस् न त। मैले यो बनाएँ, ऊ बनाएँ, ल कसैले के बनायो भनेछ, कसैले के बनायो भनेछ। तिमीले के बनायो? के बनायो? मेरो जस्तै बिग्रिया दारी तिमीहरूले आफ्नो दारी बनाउन सकेका छैन होला, अनि यो बनायो ऊ बनायो। 5 रुपियाँ कसैले कुनै ठाउँमा हालेर 5 रुपियाँ आफ्नो गोजीबाट हालेर, आमाको दाइजो होस् या बाउको वीरता, 5 रुपियाँ हालेर रेकर्ड छ। अनि मैले यो बनाएँ ऊ बनाएँ किन भन्ने? बरु म छाती ठोकेर भन्न सक्छु मैले बनाएको। हजारौँ नेपालीले बनाएको करटौँ। म अहिले 32 वर्षको भएँ, मैले काम गर्न लागेको 12 वर्ष भयो। 12 वर्षमा मैले कम्तीमा पनि 15 लाख जति त सरकारलाई कर तिरेको छ। मैले तिरेको कर हो, मैले बनाए हो भन्न सुहाउँछ जनताले। नेताले मैले बनाएको यसो गरेको भन्न मिल्दैन है। मैले बनाएको भन्नलाई गोजीबाट 5 रुपियाँ हालेको रेकर्ड हुनुपर्छ, छैन। मैले पहल गरे भन्नुहोस् न सर्टकट भाषामा। कोहीले केही पहल गर्यो होला, कोहीले गफ गर्यो होला, आफ्नो ठाउँमा छ। त्यही भएर चुनाव लाखा जुम्लाबाट ल। पहिला हाम्रो बाको पालाहरूमा, अरूको पालामा त तेरो पार्टी मेरो पार्टी भनेर गोरु छुट्याउने, भेडा छुट्याउने, ओल्लो घर पल्लो घरहरूलाई झगडा गराउने यी चोर नेताहरू झन् त अहिले सुध्रिएछन् ल। नेता आफू झगडा खाने उम्मेदवारहरू आफ्नो टाउको आफू लडालड, आफ्नो कुरा काटाकाट। ठिक, जनताले बुझिसकेका छ है, जनता सुध्रिसकेका छ। 21औं शताब्दीको जनता हो, सब बुझेको छ। कसले के गरे हो, कसले कस्तो गरे हो भन्ने कुरा जनताले फुल बुझिसकेका छ। अब नो डाउट भ्रममा राख्न आवश्यकै छैन। त्यही भएका कारणले म कसैलाई केही भन्न चाहँदैन व्यक्तिगत विषयमा, तर समग्र रूपमा हेर्दाखेरि मैले यो बनाएँ, मैले ऊ बनाएँ भनेर हावा कुरा गर्ने होइन। म छाती ठोकेर भन्न सक्छु मैले बनाए हो। 3 करोड नेपालीले बनाए हो। तिमीहरूले के बनाएको भने
झन्ड तिमीले राम्रो बनाएका छैनौ किन त्यही बनाउनेमा आएको बजेटलाई आउरे बाउरे आफन्तहरूलाई नजिकै ठेकेदारहरूलाई कमिसन खाएका छौँ भन न हामीले खाएका छौँ भन न यार बनाएको छौँ भनेदेखि झन्डै ल आमाको दाइजोबाट बनाएको कुरा नगर कोही मुला साग नेताहरू पनि सिधा भन्दाखेरि रह्यो अर्को कुरा के तिमी थर्ड लेभलका नेताहरूसँग मलाई गुनासो पनि छैन र भन्न मन पनि छैन ल के भन्नु थर्ड लेभलकाहरू हो तिमीहरू जो कोही भए पनि अनि मैले यसो गरेँ यसो गर्छु उसो गर्छु अरे यार म जन्मेको 32 साल भयो कम्तीमा म 5 सालदेखि त जान्ने भयो होला देख्ने भयो होला जब मैले अलिअलि बुझ्ने भएको थिएँ सङ्कटकाल लागेको थियो देशमा भनेपछि हामीले हेरे होइन दुनियाँलाई हेरे होइन हेरेको बस आउँछन् जान्छन् केही छैन त्यही भएको कारणले मैले यसो गरेँ उसो गरेर भनेर प्लिज नभनिदिनु होला है जो कोही नेता हुनुहुन्छ नि आफ्नो तरिकाले गर्नु होला मैले यो पहल गरे भन्नु होला सर्टकट भाषामा बरु त्यो बुझ्छ 21औं शताब्दीको जनता हो मैले बनाएँ भनेर नभन्नु होला किनभनेदेखि 5 रुपियाँ हालेर बनाएछ कोहीले छैन सर्टकटमा मैले जाने अनुसार मेरो अनुभवमा ल पहिलोचोटि जुम्लाको एकजना मान्छे हो मन्त्री भयो अरे झन्डै मन्त्री हुँदाखेरि आफ्नो घरको छतमा हेलमेट बसाल्यो भने हामीले सुने होइन त्यसपछि अर्कोले अर्को कार्यकाल जित्यो ओहो त्यो थाहा छैन हामीलाई आफ्नो भर्ती केन्द्र बनाए भन्छन् त्यसपछि अर्को कार्यकाल अर्कोले जित्यो त्यसले के गर्यो कुनै एउटा ठाउँमा काम गर्न लगाएर टोटल आफ्नो हार्डवेयरबाट सामान बेचे होइन थाहा छैन छोडिदिनुहोस् के कसले के गरेको छ जुनसुकै पार्टी होस् है फेरि म सर्टकट भाषामा भन्दैछु डिटेलमा भन्नु पर्यो भने त तिमीहरूको हक नि मुन्ने खाने ठाउँ पनि थाहा छ मलाई तर सर्टकटमा भन्दैछु म त्यही भएको कारणले कसले के गर्यो त जसले जति जे गरे पनि ल गर्न खोजेको चाहिँ के विकास जनताको कुलो बनाउनलाई हाल्छन् कुलो बनाउन हाल्यो भने त सबै जनतालाई सिजाइ हुन्छ सबैको कृषि उत्पादन भइहाल्छ नि तिनीहरूको पेट भरिजान्छ अनि हामीले चाहिँ चुनावमा रक्सी मासु खुवाउनु पर्दैन भने जस्तो कुरा त हो नि बरु त्यो बजेट स्कुलतिर हालिन्छ ल कोहीले त स्कुलमा हाले हामी के करटौँ म पढ्दाखेरि ढुङ्गा माटोको स्कुल थियो त्यहीँ पढ्यौँ हामी त्यति बेला हाम्रो प्राविमा पनि 250-300 स्टुडेन्ट विद्यार्थी हुन्थ्यो क्या अहिले हेर्न करोडको हाल्या छ 3 तला 4 तलाको महल जहाँ 80-90 विद्यार्थी छैन त्यो के का लागि हाले त के का लागि हाले ल मलाई भन्नु न के का लागि हालेको हो कुलोमा हाल्यो भने चाहिँ गरिब मोटिन्छन् भन्ने कुरो त तिमी नेताहरूलाई थाहा छ नि त त्यही भएर जहाँ कमिसन भ्रष्टाचार हुन्छ त्यहीँ हाल्छौ तिमीहरूले मुख्य कुरो बुझ सबै जुम्लाका नेताहरूलाई म जुम्ली भएको कारणले जुम्लाकै कुरा गरौँ नि त आउँदै गरेको 21 गतिको चुनावमा ल ए हो ऊ भने ह्यान कोहीले कोलाई जहाँ मन लाग्छ त्यही हाल मैले मेरो बुढीलाई पनि भन्दैन कि यो ठाउँबाट हाल भनेर त्यो आफ्नो अधिकारको कुरा हो तर सर्टकटमा आएर मैले लास्टमा भन्नुपर्दाखेरि चाहिँ के भनेदेखि मेरो अनुभव अनुसार है म चाहिँ फर्स्ट भोट गर्दाखेरि चाहिँ मैले माओवादीलाई गरेँ हो 64मा माओवादीले देशको पहिलो पार्टी बनाएर पठाइदियो 17,000 मार्नेलाई कहाँ गरेको लागि लड्छु अर्को गर्छु छुवाछुत अन्त्य गर्छु भने हामीले विश्वास गरे होइन काङ्ग्रेसलाई पहिलो पार्टी बनाए होइन एमालेलाई पहिलो पार्टी बनाएर पठाए होइन माओवादीलाई पहिलो पार्टी बनाएर पठाए होइन अब कसलाई बनाउने त हामी कोहीलाई नबनाउने कसलाई बनाउने कसलाई बनाउने भन्नुहोस् न तपाईँ हामीहरूले कसलाई बनाउने ल अब म त थाहा छैन कसलाई बनाउने जोलाई बनायो भने जो जोगी आयो कानै चिर्या भने जस्ता यी सब चोरै हुन् क्या सबैभन्दा सजिलो र टाइम नलाग्ने व्यापार उद्योग धन्दा भनेकै राजनीतिक हो अनि त्यही राजनीति गरेर तिमी चोरहरू कसलाई कतिचोटि जिताउ त
सबलाई जिता होइन। आई एम स्वतन्त्र, म स्वतन्त्र छु, म व्यक्ति हेरेर भोट हाल्छु, म कुनै पार्टीको झोले होइन। यो कुरा बुझ्नु है। फेरि म अहिलेसम्म स्वतन्त्र हो क्या। अहिलेसम्म मैले 3-4 पार्टीलाई भोट हालिसक्यो, व्यक्ति हेरेर हाल्छु, स्वतन्त्र, म कुनै पार्टीको झोले होइन हो। फेरि यति कुरा बुझ्नु। तर अहिलेको चुनाव र परिस्थिति र देशको माहौल हेर्दै गर्दाखेरि अब हामी जुम्ली जनताले के गर्नु पर्यो त? अघि मैले भनिहालेँ त, कुनै बेला कोही मन्त्री हुँदै थिएँ, मैले नाम पार्टीको म त्यति गहिराइमा जान्न है। गहिराइमा जाउँ भने तिमीहरूले कहाँ खान्छौ र कहाँ हक्छौ भन्ने पनि मलाई थाहा छ, लिस्ट सहित भनिदिन सक्छु। तर म सर्टकट भाषाबाट युज गरिरहेको छु क्या। जुम्लाको पहिलो मन्त्री हुँदाखेरि आफ्नो छतमा हेलमेट बसालेको पनि थाहा छ भन्दै मैले अघि भनिसकेको छु, फेरि नदोर्यौँ। सर्टकटमै अब आउने 21 गते भनेको अबको 11 दिन बाँकी छ हो, 10 दिन बाँकी छ, 11 गते भोट हालिदिने हो। तर त्यो 11 गते कसलाई हालिदिने त? मैले मेरो बुढीलाई यो ठाउँमा भोट हाल्नुपर्छ, यसलाई जिताउनुपर्छ भन्दैन, त्यो एउटा आफ्नो मौलिक अधिकार हो क्या। तर समग्र तरिकाले चाहिँ म के भन्न चाहन्छु भने भोट चाहिँ यसोटी कसलाई हाल्ने? मेरो आफ्नो मान्यता भनेको के छ भने 17,000 मान्छे मार्ने प्रचण्डलाई पहिलो बनाएर पठाएकै हो, केपीलाई पहिलो बनाएर पठाएकै हो, काङ्ग्रेसलाई पहिलो बनाएर पठाएकै हो, कुनै पनि सङ्गठन नभए गेन्द्र साईलाई पनि बहुमत दोब्बर मतले विजय गरेर पठाएकै हो। बिचरा झन् त भाग्यले साथ दिएन, देशको परिस्थितिले गर्दाखेरि उसले 5 वर्ष कार्यकाल पुरा गर्न पाएन। ल बिचैमा बिथलियो। तर गेन्द्र साई गएदेखि सामान्य भयो भने यार जुम्लियो भन्न पाए क्या। साला टाउकेहरूलाई भनिरहेछ मुङमै ठोकेर, दम जिगर हुनु पर्यो, मर्द जस्तो नेता हुनु पर्यो। यहाँभन्दा अगाडिको नेता कोही देखाएको थिएन मैले मर्द जस्तो। मर्द नेता भने गेन्द्र साई हो। ल हो भनेर नि भन्दैन, हिजोको दिन प्रचण्डले पनि त्यही भन्यो, केपीले त्यही भने। तर अवसर दिउँ है। जस्ट म अहिले बत्तीको उजेलोमा बसिरहेको छु। यो बत्ती बनाउने वैज्ञानिकले पनि 969 चोटि ट्राई गर्दाखेरि पास भयो क्या, 1000 चोटिमा। गेन्द्र साईले 5 वर्ष कार्यकाल पुरा गर्न पाएन। ओके, अब हामीलाई अर्को कार्यकाल उसलाई नै दिदिउँ त एकचोटि, जे पढे पढ्छ। 5 वर्ष एक कार्यकाल दिदिउँ न त उसले। त्यो 5 वर्षमा यदि 5वटा भाषणै गरेर 2 कामै गर्न भनेपछि अर्को 5 वर्षपछि त चुनाव आइहाल्छ नि। त्यसपछि उसको जमानतै जफात गराइदिउँला, होइन र? गराइदिउँला, जमानत नै जफात गराइदिउँला। एकचोटि अवस्था दिउँ न त। जल्दो बल्दो देशव्यापीले दुनियाँले चिनेको मान्छे हो क्या, अर्गनाइजेसन हुनुपर्छ क्या। त्यो त सबैलाई थाहा छ। मभन्दा पढाइ लेखा बुद्धिजीवी हर कुरा तपाईँहरू हुनुहुन्छ। तपाईँहरूले बुझ्नुहोस् न एकचोटि। मेरो अनुभव भने यति हो कि एकचोटि ठोकिदिउँ। ल ठगे पनि, गफ गरे पनि, भाषण हाने पनि, ल दिदिउँ। गेन्द्र साईलाई ठोकिदिउँ न त एकचोटि। यो कार्यकालमा काम गर्न भनेपछि उसले दोस्रो कार्यकालमा उसको जमानत नै जफानत गरिदिने हामीहरू। म यो भन्न चाहन्छु, मेरो आफ्नो व्यक्तिगत चाहिँ राय सल्लाह र सुझाव हो है। माकी आफ्ना मनका राया भाषिया भोलि आयो भने त कुरा हुन्। त्यही भएर मेरो बुझाइ भने यति हो। किनकि आफ्नो बुझाइ कम छ, सोझो मान्छे बुझाइ कम। मेरो व्यक्तिगत धारणा हो, व्यक्तिगत धारणा अन्तर्गत म कुरा गर्दैछु। बाँकी हाम नै जाने राम जाने भने जस्तो। ओके, गुड नाइट। म सुत्न चाहन्छु।